प्रेम प्रेम गर्नै परे राधा कृष्णको जस्तो होस्, जहाँ दूरीले शरीर छुट्याए पनि मनको धड्कन कहिले नटुटोस्। मिलन हुनै परे महादेव पार्वतीको जस्तो होस्, जहाँ तपस्या पनि प्रेम होस्, त्याग पनि प्रेम होस्, र हजारौं परीक्षा आए पनि हात कहिल्यै नछुटोस्। साथ निभाउन परे लक्ष्मी नारायणको जस्तो होस्, जहाँ सम्मान प्रेमभन्दा ठुलो होस्, विश्वास सबैभन्दा गहिरो होस्, र जीवनको हरेक मोडमा एकअर्काको साथ नै सबैभन्दा ठुलो शक्ति होस्। प्रेम यस्तो होस् जहाँ रूप ओइल्याएर गए पनि माया नओइल्याओस्, समय बिते पनि भावना नबदलियोस्, उमेर ढले पनि एकअर्कालाई हेर्दा पहिलो भेटमा धड्किएको मुटु जस्तै धड्किरहोस्। रिस उठे पनि सम्बन्ध नटुटोस्, गल्ती भए पनि विश्वास नमरोस्, दुःखले थिचे पनि साथ नछुटोस्, सुखले मातिए पनि मन नफेरियोस्। तिम्रो आँखामा आँसु झर्नुभन्दा अघि मेरो मन रोस्, तिम्रो ओठमा मुस्कान फक्रनुभन्दा अघि मेरो हृदय खुसीले भरियोस्। प्रेम यस्तो होस् जहाँ म भन्दा हामी ठुलो होस्, जहाँ स्वार्थ भन्दा समर्पण ठुलो होस्, जहाँ चाहना भन्दा सम्मान ठुलो होस्, र शब्दहरूले भन्दा मौनताले धेरै कुरा बुझाओस्। यदि लामो यात्रा भयो भने एकअर्काको सहारा बनौँ, यदि बाटो कठिन भयो भने एकअर्काको हौसला बनौँ, यदि संसारले साथ छोड्यो भने हामीले एकअर्काको हात कहिल्यै नछोडौँ। आँधी आयो भने एकअर्काको भरोसा बनौँ, अँध्यारो आयो भने एकअर्काको उज्यालो बनौँ, घाम चर्कियो भने एकअर्काको छारी बनौँ, र वर्षा परे पनि एउटै छाता मुनि सारा जीवन बिताउँ। यदि प्रेमको परिभाषा लेख्नु पर्यो भने हाम्रो विश्वासको कथा लेखियोस्, यदि समर्पणको उदाहरण दिनु पर्यो भने हाम्रो साथको नाम लियोस्, यदि साँचो मायाको प्रमाण खोजियो भने हाम्रो सम्बन्धलाई देखाइयोस्। किनकि साँचो प्रेम बोल्ने ओठमा होइन, निभाउने मनमा बस्छ, भेट हुने दिनमा होइन, प्रतीक्षा गर्ने धैर्यमा बस्छ, उपहारमा होइन, सम्झनामा मुस्कुराउने यो मनमा बस्छ। अन्तिम चाहना यही हो मेरो, यदि प्रेम गर्नै परे राधा कृष्णको जस्तो पवित्र होस्, यदि मिल्नै परे महादेव पार्वतीको जस्तो अटल होस्, यदि साथ निभाउनै परे लक्ष्मी नारायणको जस्तो अनन्त होस्। यदि कुनै दिन संसारले फेरि साँचो प्रेमको कथा लेखियो भने त्यो कथाको अन्तिम पानामा हाम्रो नाम पनि आधारका साथ लेखियोस्। किनकि साँचो प्रेम समयले मेटाउन सक्दैन, मृत्युले पनि समाप्त गर्न सक्दैन। त्यो त युगयुगसम्म मानिसहरूको हृदयमा धड्किरहने एउटा अमर कथा बनेर बाँचिरहन्छ।